हेलो साथीहरू, नमस्कार, राधे राधे। आउनुहोस् है, मसँग आज म कहाँ जाँदैछु त? मसँग आउनुहोस्। आज चाहिँ म जाँदैछु सिस्नो टिप्नलाई। सिस्नो टिप्न चाहिँ म कहाँ गएँ भन्नुहुन्छ होला। म करेसाबारीमा सिस्नो टिप्नलाई गएँ। करेसाबारी कसको भन्दा चाहिँ हाम्रो सावित्रा घिमिरे र ज्वाइँ लक्ष्मी घिमिरेको करेसाबारी हो। अनि उहाँहरूले चाहिँ सिस्नो अस्तिदेखि टिपेर लगेर खानु है भन्नुभएको थियो। मैले टिप्ने समय नै पाएको थिइनँ क्या। अनि आज चाहिँ मलाई बिहानैदेखि सिस्नो टिप्ने मोड चलिरहेको थियो। अनि त्यही भएर सबै काम सकेँ। खानासाना खाइसकेपछि धन्दाहरू सकिसके पछाडि घाम लागेको थियो र पनि म कैँची र चिम्टा बोकेर सिस्नो टिप्नलाई गएँ, मोबाइल साथमा लिएर होइन। अनि भिडियो बनाउँदै बनाउँदै मैले चाहिँ सिस्नो टिपेँ। अनि बेला बेला हातमा पोली पनि राखेको थियो क्या। अनि वालदेखि यता टिप्नुपर्छ नि त। अनि मैले तन्की टिपेँ। वालबाट उतापट्टि छ नि त उहाँहरूकोमा। अनि यताबाट भेट्ने जति सबै मैले टिपेँ। लम्की कति बेला पोलिरहेको थियो, कति बेला मच्छरले पनि खाइरहेको थियो होइन। तर पनि मैले टिपेँ। कलिलो मुनाहरू कस्तो मजाले आएको छ नि त, हेर्नु न कत्रो बोर्ड छ। अनि यताबाट टिप्न नभ्याएर म वालबाट उफ्रिएर उतापट्टि पनि गएँ क्या। अनि उतापट्टि पनि गएर टिपेँ मैले चाहिँ होइन। यसरी मजाले टिपेँ। कलिलो मुन्टा जति सबै काट्दै कैँचीले चिम्टाले च्यापेर यसरी काटेँ। अनि कति टिप्ने हेर्नु न कस्तो मजाले आएको छ क्या, कलिलो मुन्टाहरू आएको छ। अनि कति टिप्ने, अनि मैले यतिले पुग्छ होला जस्तो लाग्यो क्या। अनि यति टिपेँ। अनि फेरि एकचोटि सर उहाँहरूको करेसा बारीमा चाहिँ नजर घुमाएँ क्या मैले। सबै कस्तो मजाले सब्जीहरू फलेको, घिरौला छ, बिहीँ छ होइन। अनि करेलाहरू सबै बोडीहरू के फर्सीको मुन्टा, इस्कुसको मुन्टा छ। अनि मैले करेसाबारीमा चाहिँ नेत्रभोजन मात्रै गरेँ क्या। नेत्रभोजन गरेँ। अनि त्यस पछाडि म फेरि लागेँ सिस्नो टिप्नलाई। मेरो ध्यान चाहिँ सिस्नोमा छ नि त। अनि आज यस्तो सिस्नोको परिकार बनाएर खान्छु भनेर मजाले टिपेँ। तर मैले कहिले पनि पकाएको थिइनँ साथीहरू। त्यस पछाडि म यति टिपेर लिएर आएँ। मैले पातले सिस्नो चाहिँ पकाएको थियो, यो पकाएको थिएन क्या। अनि लिएर आइसकेपछि मैले के गर्छु त भन्दा नाङ्लोमा हालेर घाममा सुकाइदिन्छु। आमाहरूले यसो गर्दा किरा झर्छ भन्ने सुनेको थियो क्या पहिले। अनि त्यस पछाडि साँझ परेपछि मैले उठाएर लिएर आएँ। अनि पिठो छर्केर टकटकाएँ भए किरा छ कि भनेर। पहिला मम्मीहरूले त्यसै गर्नुहुन्थ्यो नि त। अनि मैले यो सबै कुराहरू लगाएर पकाएँ। कुकरमा सुई सिटी लगाएँ। अनि जिराहरू पनि पिसेर लगाएँ, स्वादअनुसार नुन लगाएँ। अनि 1 चम्चा कर्नफ्लोर पनि लगाइदिएँ क्या। अनि सिटी लगाइसकेपछि चाहिँ मिठो भयो। अनि हामीले खायौँ।